त्यसकारण केही कुरा सुतेपछि व्यासीका शिक्षा भएका सुतजीले भन्नुभयो, धन्य हो सीतमुनि श्रेष्ठ तुमेव वैष्णवान गर्ने यता समस्त लोकानां हितमिच्छसि सर्वदः। यो संसारको सबैको हितका लागि जो प्रश्न सोध्यौ नि तिमी धन्य छौ, तिमी महान छौ। यति सबैका लागि सोध्न सक्नु नै सबैभन्दा महान हो। आफ्नो लागि कसले सोध्छ त? एउटा कुकुरले सोध्छ, एउटा सुँगुरले सोध्छ, एउटा कुखुराले सोध्छ। आफ्नो लागि कसले सोध्दैन? सबैले सोध्छ। एउटा कमिलाले सोध्छ, सबले आफ्नो लागि सोध्छ। तर मानव भइसकेपछि सबै अरूका लागि भलाइ गर्नका लागि सोध्नुपर्छ। त्यसकारण तिमीहरू धन्य छौ। तिमीलाई म एउटा यस्तो उपाय बताउँछु, सुन्नुहोस्। म एउटा मैले सुनेको एउटा कथा सुनाउँछु भनेर सुतजीले सनकादि 88,000 ऋषिमुनिहरूलाई भन्न लाग्नुभयो। एकदा नारदो योगी परानुगरकाङ्क्षया परिटान विविधान लोकान मर्त्य लोकमुपागतः। एक दिनको समय हो। नारद ऋषि पनि के भयो त भन्दाखेरि यो मर्त्यलोक पृथ्वीमा घुम्दै जाँदा 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 कस्ता पाए त भन्दाखेरि असाध्यै दुखी पीडाले ग्रसित भएका मान्छे मात्र। कसैको मन सन्तोष छैन, कसैको मन स्थिर छैन। सबै चञ्चल र अधैर्य मात्र बाँचेका छन्। र शास्त्रले के बताएको छ त भन्दाखेरि ज्ञान रत्नै च पर सन्तोषकै नर सगे हसमतो नूनम नर रूप तरो हरि भनेको छ। ज्ञान रूपी रत्न दिएर होस्, धन रूपी रत्न दिएर होस्, उपदेश रूपी रत्न दिएर होस्, अरूलाई खुसी पार्दछ भने त्यो नै नर रूप धरो हरि, मनुष्यको रूप धारण गरेको भगवान हो भनेर जान्नुपर्छ। अरूलाई प्रसन्न तुल्याउन सक्नु नै भगवान खुसी हुनु हो। त्यसपछि गएर सुतजीले भन्नुभयो, नारद ऋषि घुम्दै घुम्दै जानुभयो, सबै दुःख देख्नुभयो। अब यिनीहरूको दुःख दूर कसरी हुन्छ, दरिद्रता नाश कसरी हुन्छ, अब म वैकुण्ठमा गएर भगवान विष्णुसँग उपाय सिक्छु, आएर सिकाउँछु भनेर वैकुण्ठमा जानुभयो। वैकुण्ठमा गएर भगवानलाई प्रणाम गर्नुभयो। भगवानले सोध्नुभयो, हे नारद ऋषि के कति कारणले मेरो यो वैकुण्ठ लोकमा आयो त भनेर सोद्धाखेरि एक त हजुरको दर्शन गर्नु थियो, दोस्रो कुरा कलिकालका प्राणीहरू साह्रै दुखी छन्, दरिद्री छन्, उल्टो मति भएका छन्, सुल्टो मति छैन। राम्रो कुरो सिकायो भने नराम्रो कुरो सिक्छन्। कसैलाई राम्रो उपदेश दिन लाग्यो भने उसले उल्टो भनेर सम्झिन्छ, उल्टो बुद्धि भएका छन्। त्यसकारणले तिनीहरूको दुःख दूर हुने, दरिद्रता नाश हुने, सद्बुद्धि र सत्मति आउने, सत्कर्ममा लाग्ने बाटो के छ त्यो उपाय सिकाइदिनुहोस् भनेर भगवान विष्णुसँग सोधिसकेपछि नारद ऋषिले भन्नुभयो, हे नारद ऋषि तिमी धन्य छौ, किनभने यी कलिकालका प्राणीहरूको हितका लागि यत्रो सोच्नु भनेको महान रहेछौ तिमीले। म भगवान श्री सत्यनारायण नाम गरेका देवताको व्रत बताइदिन्छु। त्यही व्रतको गराएर तिनीहरूको दुःख दूर हुन्छ, दरिद्रता नाश हुन्छ र यो लोकमा सुख सम्पत्ति प्राप्त गरेर अन्त्यमा मोक्ष गतिमा प्राप्त हुन्छन् भनेर भनिदिनु भयो। अनि नारद ऋषिले सोध्नु म कहिले गर्ने, कसरी गर्ने? भगवानले भनिदिनु भयो, यस्मिन् कस्मिन् दिने मर्त्यो भक्ति श्रद्धा समन्वितः। भक्तिले श्रद्धाले भएपछि राम्रो दिन जुनसुकै दिन एउटा रोजेर त्यो दिनमा गर्नु। अनि के गर्नु त? गाईको घिउ, सक्खर, चिनी, पाकेको केरा, गहुँको पिठो, सवा मन सवा पाउ नैवेद्य तयार गर्नु। साँझमा भक्त ब्राह्मणलाई बोलाउनु, कथा सुन्नु, प्रसाद खानु र रातभरि जागरण गर्नु। र घर जाँदाखेरि भगवानको नाम जप्दै जप्दै जानु। जसले गर्दाखेरि जसले कथा गर्दछ, जसले सुन्दछ र जसले सुनाउँछ यी सबैले बराबर फल मिल्दछ भनेर भगवान विष्णुले बताइदिनु भयो। र त्यो बताएपछि नारद ऋषिका मनमा पनि हर्ष आयो। हर्ष आएर अब म आएर सिकाउँछु भनेर सिकाउन आएको त नारद ऋषिले सिकाएको कसैले मानेन। किन भन्दा कलियुगको धर्म नै होइन राम्रो कुरा सिकाएको मान्ने। उपयुक्त कुरा छ, किनभने मान्छेले कहिले पनि धर्म कर्ममा सत्मार्गमा लाग्यो भने न त्यसले पाप गर्छ, न त्यसले नराम्रो कर्म गर्छ। सत्मार्गमा दुःख पनि पाउँदैन। जसले नराम्रो कर्म गर्छ त्यसैले हो दुःख पाउने। त्यसकारणले सत्कर्म गर्नपट्टि लगाएको नारद ऋषिले सिकाएको कसैले मानेनन्। कलियुगमा सबभन्दा दुईटा कुरा छ के, सबभन्दा अपहेलना गाईको अपहेलना त्यस्तै, अनि बाहुनको अपहेलना हुन्छ, योगी साधुहरूको पनि अपहेलना हुन्छ। अब यस्तो कुरा भइसकेपछि नारद ऋषिलाई दिगदार लागेर तपस्यामा गएर बस्नुभयो। भगवानले सोच्नुभयो, मैले
कुनै भक्तले नारद ऋषिलाई मैले पूजा विधि सिकाएर पठाएको थिएँ। त्यो पूजा विधि अनुसार पूजा गरेको भए त मैले केही भावहरू ग्रहण गर्नुपर्ने, त्यो भाव कहिल्यै पनि प्राप्त भएको छैन। के भयो, नारद ऋषिले के गरेर बसे त भनेर हेर्छन् त नारद ऋषि तपस्यामा छ। तपाईँले भाव भन्दाखेरि बुझ्नुभयो कि नै? भगवानको प्रसाद बिहानदेखि यहाँ चढाएको चढाइ छ, भगवानले कसरी प्राप्त गर्नुभयो होला भन्ने लाग्छ होला, होइन? मैले प्राप्त गरेको देखिरहेको छु क्या, होला कि नहोला? होला। किन भन्दाखेरि कतिखेर न देवो विद्यते काष्ठे न पाषाणे न महे भावो हि विद्यते देवो यस्मात् भावस्य कारणम। त्यो भगवानले ग्रहण गर्ने भनेको भावना हो, भनेको भाव। हामीले भित्रबाट प्रसाद ल्याउँदाखेरि के सोचेर ल्याएर आयौँ? पहिला सुरुवात गर्दाखेरि के गरेर पूजा सुरुवात गर्यौँ? ए सबैले गरेका छन्, म पनि गर्छु भनेर गऱ्यौँ कि होइन? भित्रै आत्मादेखि मैले गर्नुपर्छ, मेरो कर्तव्य हो, परम कर्तव्य हो, मैले आजसम्म गरेको छैन, अब एकचोटि त गरौँ भनेर गऱ्यौँ कि कसैले त गर्न भनिदिएर गऱ्यौँ कि हो? त्यो भावले माथि भगवानले लगिहाल्नुहुन्छ। त्यति मात्र नभएर भित्रबाट ल्याउँदाखेरि प्रसाद फलफुल ल्याउँदाखेरि कुन भावले ल्याएर यहाँ प्रसाद चढायौँ, त्यो भाव भगवानले ग्रहण गर्नुहुन्छ माथि। हो, त्यो भावना मनमा हुन्छ भगवान, त्यो मनको भाव नै माथि पुग्छ। किनभने गीतामा भगवान कृष्णले के भन्नुभएको छ? तिमीहरू पानीको थोपा हो, म एउटा सागर हुँ भन्नुभएको छ। त्यही सागरबाट आएको पानीको थोपाको सम्बन्ध रहेको हुन्छ। किन भन्दा यो जमिनको र हाम्रो सम्बन्ध हामी जोडिया छौँ र छैनौँ नि, तर यो जमिनलाई पानी प्यास लाग्दाखेरि हामीलाई पनि लाग्छ। हेर्नुहोस् त, जेठ वैशाखमा हामी कति पानी धेरै खान्छौँ, अब बर्खा लाग्यो भने पानी नै खाँदैन। किन भन्दा त्यो जमिनमा पानी हुँदा हाम्रो शरीरमा पनि पानी पुग्छ। त्यस्तै गरी भगवानमा पनि हामीले यहाँ चढाएको चिज त्यहाँ पस्छ, त्यसरी पुग्छ। त्यो भावद्वारा प्राप्त हुन्छ। भाव प्राप्त नभइसकेपछि भगवानलाई लाग्यो, ओहो मैले कि त मुखबाट निकाल्नु नै थिएन, निकालेपछि यसरी जसरी पनि कार्यान्वयन गर्नुपर्छ, त्यो पूजालाई गराएर छोड्नुपर्छ भनेर घुम्दै घुम्दै आउनुभयो। एउटा काशीपुरी नगरीमा सतान नागरिका ब्राह्मण बस्थे, असाध्यै दुःखी थिए। 2 छाक कहिल्यै खाएका थिएन, त्यो 1 छाक पनि भिक्षा मागी मागी खाने गर्थे। एक दिन भिक्षा मागेर दौदौ हिँडिरहेका ब्राह्मणलाई बुढो ब्राह्मणको रूप धारण गरेर आएका भगवानले दुईटाको भेट भयो। किमर्थ भगमसी विग्रह मही नित्यम दुखितम भनेर, के कहाँ घुमिरहेका छौ हे ब्राह्मण, तिमीलाई म सधैँ दुखी देखिरहेको छु भनिसकेपछि ब्राह्मणले भने, ब्राह्मणोति दरिद्रोहम दक्षार्थ वै ब्रह्मामयम उपायम यदि जानासि कृपया कथय प्रभु वन्दितु। म ब्राह्मण हो, दरिद्र छु, कहाँ गए के मागेर के खाउँला भनेर भिक्षा मागेर ल्याएर आएको छु, त्यसकारण मेरो दुःख दूर हुने र दरिद्रता नाश हुने उपाय छ भने बताइदिनुहोस् भनेपछि सतान नागरिका ब्राह्मणलाई भगवानलाई पनि के सुनायो त भन्दाखेरि यो बेला मौका गुमायो भने त म कसैलाई सिकाउन पाउँदैन, त्यसकारणले यही बेला सिकाउँछु भनेर सिकाइदिनु भयो। के सिकाइदिनु भयो त? सत्यनारायण नागरिका देवताको व्रत कसरी मैले पहिला विधि बताएको छु। पाकेको केरा, गहुँको पिठो, सक्खर, चिनी, गाईको दुध, होइन, यी चिजहरू तयार गर्ने, भक्त ब्राह्मणलाई बोलाउने, साँझमा कथा सुन्ने, वरप्रसाद दिने र भजन कीर्तन गर्दै बढ्दै घरसम्म जाने भने सबैले बराबर फल प्राप्त गर्छन् भन्ने कुरा जो थियो त्यो विधिवत रूपमा बताइदिनु भयो। बिचरा सतानन्दलाई गर्न त मन लाग्यो, तर घरमा केही पनि छैन, के गरी गर्ने? बेलुका गएर खान मन पनि लागेन, सुतिहाले। भोलिपल्ट बिहान गएर 1 काँच पनि जल लगेर आज भिक्षा मागेर जति पैसा हुन्छ, धन सम्पत्ति हुन्छ, त्यसरी भगवानको पूजा गर्छु भनेर गए, जसका प्रभावले पहिलो दिनभन्दा 10 गुणा धेरै बढ्यो। दिनेको मनमा हृदयमा बस्यो भने त कसको के लाग्छ र, होइन? हृदयमा बसी भगवान पसिदिनु भयो। धेरै दिदी भएपछि गएर धेरै ल्याएर आए, पछि त गाउँमा धेरै जम्मा भइसकेपछि त 2 जना केटाहरू आएर, ओहो बाहुनबाजे तपाईँ त लिन सक्नुहुन्न कि हामी पुर्याइदिन्छौँ भनेर घरमा पुर्याइदिए। अघिल्लो दिन जिस्क्याउनेले के को कारण त भन्दाखेरि भगवानको कृपा भयो भने यति धेरै हुन्छ, कृपाद्वारा सबै कुरा प्राप्त हुन्छ। त्यसपछि गएर सतानन्दले घरमा गएर सभा मन सभा पाउ नैवेद्य तयार गरे, भक्त ब्राह्मणलाई बोलाए, साँझमा पूजा गरे। भोलिपल्टबाट भिक्षा माग्न जान छोडी परेन उनले। दुःख दूर भयो, दरिद्रता नाश भयो, यो लोकमा सुख सम्पत्ति प्राप्त गरेर अन्त्यमा मोक्ष गतिको प्राप्त भयो। यो सतानन्दले गरे
किन भन्दा यहाँ कथा किन बताइएको छ भन्दाखेरि अर्का गरे देखेपछि मात्र गरी चलन छ अरे के कलियुगमा होइन र पल्लो घरका एउटा मान्छेले इन्जिनियर पढ्न पठायो भने छिमेकीभरि साराले इन्जिनियर पढ्न पठाउँछ डाक्टर पढ्न पठायो भने साराले डाक्टर पढ्न पठाउँछन् होइन र पढ्ने कुरा त्यस्तै खेतीपाती त्यस्तै एउटाले गर्यो भने त्यही गर्ने अर्काले जे गर्यो त्यही गर्ने मात्रै न त्यस कारणले भगवान्ले एक ठाउँ सिकाएपछि सबै ठाउँ पुग्दो रहेछ अनुसरण अर्काको धेरै गर्छन् के मान्छेहरू नयाँ बुद्धि अपनाउन सक्दैनन् अर्को दोस्रो कथा के छ त भन्दाखेरि सतावन्तले पूजा गरिरहेको ठाउँमा एउटा दाउरे थियो दाउरेले दाउरा बोकेर ल्याएर आयो पानी प्यास लागेर म पानी खान जाउँ भनेको त यस्तै पूजा गरेको रोटी प्रसादहरू राखेका छन् मेवा मिष्टान्नका सट्टा सुरु मङ्ग बास आएको छ देखेपछि आश्चर्य चकितभरि ब्राह्मणको घरमा मभन्दा गरिब थिए यिनी मभन्दा गरिब थिए कसरी धनी भए त यस्तो के गरिरहेका छन् भनेर हेर्दा हेर्दै पूजा सकियो प्रसाद खाएर जाँदाखेरि के गर्नुभएको हो भन्दाखेरि सत्यनारायण नाम गरेको देवताको पूजा गरेको ल म पनि गर्छु भनेर त्यहाँबाट हिँडेको त प्रसाद खायो मिठो पनि लाग्यो होला होइन त्यहाँबाट हिँडेको त म पनि गर्छु भनेर हिँडेको त सालको दाउरा श्रीखण्ड भइगयो अरे सालको दाउरा श्रीखण्ड कसरी भयो अब म तपाईँलाई सालको दाउरा श्रीखण्डै बनाएर देखाइदिन्छु माथि छानाबाट 5 जना मान्छेले बराबरी भारी बोकेर आए एउटाले त्यो देशी गाडी बजारमा बेच्यो 100 मा बेच्यो खुर्सानी बारी आउने 200 मा बेच्यो काँचर आउने 300 मा बेच्यो कस्थान आउने 400 मा बेच्यो एउटा त यहीँ आइपुगेछ यहीँ बेचेपछि 500 मा बेच्यो अब 5 गुणा धेरै बेचेपछि श्रीखण्ड भयो कि भएन बहुमूल्य भयो परिश्रमले गर्दाखेरि बहुमूल्य भयो बस त्यही हो सालको दाउरा श्रीखण्ड कसरी भयो भन्ने मान्छे यहाँ मान्छे बुझ्दैनन् वास्तविक कथाको अर्थ बुझ्दैनन् अनि त्यहाँबाट कसरी भयो होला नचाहिने कुरा बाहुनले भनिदियो सालको दाउरा श्रीखण्ड भयो भनेर उल्टो अर्थ बुझ्छ वास्तविक कुरा के हो त भन्दाखेरि त्यही चिज परिश्रमले महत्त्वपूर्ण बन्छ होइन र एउटा ढुङ्गा भेटाएर कसैले मन्दिरमा राखिदियो भने त्यो त कति पैसा कमाउँछ त्यो होइन र एउटा ढुङ्गाले कमाइदिन्छ नि भगवान भइजान्छ होइन हो त्यस कारणले त्यसलाई सदुपयोग गर्न जाने भने धेरै हुनसक्छ काठको दाउरा श्रीखण्ड भयो र उसले धेरै मूल्यमा बेचेर पाकेका केरा गहुँको पिठो सक्कर चिनी जति तयार थियो सबै नैवेद्य लगेर घरमा बेलुकी पूजा गर्यो जसका प्रभावले भोलिपल्टबाट उसले दाउरा बेच्न पनि जानु परेन उसले सद्बत्ती सद्बुद्धि आएर यो लोकमा सुख सम्पत्ति प्राप्त गरेर अन्त्यमा मोक्ष गतिमा प्राप्त भयो एउटा उल्कामुख नाम गरेका राजा थिए ती उल्कामुख नाम गरेका राजा के थिए त भन्दाखेरि सबै चिज थियो तर सन्तान थिएन सन्तान प्राप्तिका लागि भद्रशिला नदीको तीरमा गएर सत्यनारायणको पूजा गर्न लागेको थिए त्यसैमा व्यापारमा चतुर साधु बनिया पनि त्यहीबाट आएर हाम्रा राजालाई के पुगेन के गर्न लागेछ भनेर गएर हेऱ्यो के गर्न लाग्नु भएको छ भनेपछि सन्तानदाता सत्यनारायण पूजा गर्न लाग्छ ओहो मेरो पनि सन्तान छैन म पनि गर्छु भनेर गयो घरमा जाँदा जाँदै उसकी लीलावती नाम गरेकी पत्नी थिए पत्नीलाई जाँदा जाँदै गएर भनिहाल्यो ए पत्नी मैले आफ्नो जो प्रिय पत्नी छ उसलाई त गोप्य कुरा भनिहाल्छ नि मिठो राम्रो कुरा भनिहाल्छ गएर दुगुरा दुगुर गएर भन्यो मैले सन्तानदाता सत्यनारायणको व्रत जानेको छु अहिले नै गरिहालौँ भने उनले तर कस्तो कुरा गर्छौ तिमी अहिले विश्वासै नगरेर त्यति कहाँ गर्ने अहिले प्रतिज्ञा गरेर राखौँ भयो भने गरौँला नत्र नगरौँला भनिदियो के भयो भगवानप्रति विश्वास भएन अनि भगवानलाई पनि दुई विधा भइगयो अब यसलाई नदिने हो भने झन् अविश्वास हुने हो दिने हो भने विश्वासै नगरेर कसरी दिने त भगवानलाई पनि बडा आपत भयो त्यसपछि सन्तान के दिनुभयो त अर्ध सन्तान भनेको छोरी दिनु त्यो छोरीको नाम थियो कलावती छोरी ठुली भई यस कथाले के बताउँछ त भन्दाखेरि एउटा विश्वासको कुरा विश्वास जति गरे त्यति कुरा दोस्रो कुरा के बताउँछ त भन्दाखेरि हामी दुःख परे बेला भगवान सम्झिने सुख परे बेला नसम्झिने कुरा जो छ नि हो त्यो कुरालाई स्पष्ट रूपमा देखाएको छ पहिला सन्तान नभए बेला भगवानलाई सम्झ्यो पछि सन्तान भइसक्यो छोरी भई छोरीको बिहा गर्यो ज्वाइँलाई लगेर आफू व्यापार गर्न गयो अनि आमा छोरीलाई घरमा छोडेर गयो अनि भगवानले यसो विचार गर्नुभयो कि ओहो यसले त मलाई बिर्सिया गर्न लाग्यो त विचार गरौँ यसले देखाइदिउँ कि भनेर
चन्द्रकेतु नाम गरेका राजाको ढुकुटी चोरी भएर चोरहरूले धन सम्पत्ति ल्याएर ती साधु बनिएका ज्वाइँ ससुरा व्यापार जानेर गर्थे नि त्यहाँनिर छोडेर चोरहरू भागिहाले। पुलिसले आएर धन सम्पत्ति देखे घरभित्र हेरेको त चोर पनि 2 जना थिए यिनीहरू पनि 2 जना छन् यिनीहरू नै हुन् भनेर समातेर लगेर जेलमा हालिदिनुहोस्। परिबन्ध भनेको थाहा पाउनु भएको छ नि हो परिबन्धमा परे यसरी। कसको परिबन्ध हो? भगवानको परिबन्ध। कसैले दुःख दिएको होइन नि। जेलमा लगेर राखे। यता घरमा धन सम्पत्ति पनि चोरी भयो। त्यसपछि गएर एक दिन कलावती भोग लागेर कहाँ के खान पाइन्छ भनेर गएको त यस्तै कथा हुँला रहेछ। कथा सुनेर आउँदा त रात परेको 10-11 बजे होला। घर आउँदाखेरि त आमा रिसाएर पुत्री राति तौ पुत्र किन्ते मनसी वर्तते भनेर यस्तो रिसायो कि आमा। अनि आमा त्यस्तो रिसाएको बेलामा छोरी रुँदै भनी हे आमा म कुनै परपुरुषमा आसक्ति भएर घुम्न गएकी होइन। आज पनि छोरी भइदिए के हुन्थ्यो होला? बड्डी के मतलब परेछ म जहाँ गए पनि चुप्प लाएर बसे त भइगयो नि भनेर फर्काउँथ्यो होला होइन र? तर ती छोरीले के गरिन् त नम्र भएर हे आमा म कुनै परपुरुषमा आसक्ति राखेर घुम्न गएकी होइन। कहाँ गए के खान पाइन्छ भनेर गएकी थिएँ। भगवानको पूजा हुन लागेको रहेछ। प्रसाद बिचरा दिएको प्रसाद पनि आमालाई नखुवाएर कसरी खाउँला भनेर ल्याएर आयो उसले। हेर्नुहोस् त खै हामी आफूले खाएपछि आमा बाबु जता बजाउन् के मतलब हामीलाई होइन र? यही त होला। आफूले खाइसकेपछि आमा बाबु जता बजाउन् के मतलब छैन। यसो मिठो चिज भएपछि आमा बाबुलाई यसो चखाएर खाउँला भन्ने त सोचै छैन अहिलेको युगमा। यही त छ। अनि आमा बाबुलाई आमालाई लगेर खुवाउँला भनेर प्रसाद आफूले नखाएर पञ्चामृत प्रसाद ल्याएर आइछ। हे आमा म कुनै परपुरुषमा आसक्ति राखेर गएकी होइन। केवल के खान पाइन्छ भनेर गएकी थिएँ। भगवानको पूजा हुन लागेको रहेछ। प्रसाद ल्याएर आउँदा ढिलो भयो। हजुरलाई ल्याएको छु हजुरलाई प्रसाद नखुवाएर कसरी खाउँला भनी। अनि आमाका आँखादेखि आँसु आए। छोरी त धन्य रहेछस्। हामीले भोलेको सत्यनारायणको व्रत तैँले सम्झाइदिइस्। भोलि नै हामीले गर्नुपर्छ भनेर त्यो प्रसादलाई अमृत स्वरूप बारेर खाएर भोलिपल्ट नै भगवानको पूजा गरे। जसका पूजाका प्रभावले चन्द्रकेतु नाम गरेका राजालाई सपना भयो ती थुनेर राखेका साधु बनिया हुन् चोर होइनन्। भोलि नै छोड्छस् भने छोड सराज्य धनपुत्र नत्र सबै नष्ट गरिदिन्छु भनेर जब सपना भयो भोलिपल्टै 10 गुणा धेरै धन सम्पत्ति दिएर बिदा गरिदिए ती चोरहरूलाई साधु बनियालाई। त्यो धन सम्पत्ति बोकेर हिँडेपछि बाटोमा ज्वाइँ ससुरा के कुरा गर्छन् थाहा छ? यी राजा दयालु रहेछ। आसँग थुने पनि थुनेर यति धन सम्पत्ति दिइहाल्यो। आसँग कमाए पनि हामीले यति कमाउँथ्यौँ भनेपछि त ठिकै त म त हामीले थुने के मतलब बर ठिकै भयो भन्दै हिँड्यो बाटोमा। तर कसले दियो दुःख भन्ने पनि थाहा पाएनन्। धन सम्पत्ति कसले दियो त्यो पनि यही हो। हामीले दुःख कसले दियो हामीले पनि थाहा पाएका छैनौँ। सुख कसले दिएको छ त्यो पनि थाहा पाएको छैन। केवल मैले गरेँ भने छु मैले गरेँ भने छ हिँडेको छ हाम्रो अहमताले। आफैले गरेर केही कुरा पनि हुने छैन। आफैले गरेर हुने भयो त छोरो चाहे बेला छोरो छोरी चाहे बेला छोरी जागिर चाहे बेला जागिर अर्को चाहे बेला अर्को सबै हुनु पर्थ्यो नि होइन र? हुन्छ र भने जस्तै हुँदैन नि। त्यो हाम्रो दैवाधीनको कुरा हो। ईश्वरले दिने कुरा हो। ईश्वरले प्राप्त हो। त्यहाँबाट पछि अब भोलिपल्ट नै आमा छोरीले गएर निमे मागेर ऋणदान गरेर भगवानको पूजा गरेका कारणले गर्दाखेरि त्यो धन सम्पत्ति प्राप्त गरे। तर ढुङ्गामा लगेर ढुङ्गामा राखे। नदीमा त अब सुरक्षा नदीको तीरमा बाँस बसे नदीमा सुरक्षा होला ढुङ्गामा राखिदिए। आफू आएर तीरमा बसेका थिए। भगवान फेरि विचार गर्न जानुभयो यो के राख्नु भएको छ हे महाजनजी सेठजी के लिएर आउनुभएको छ भनेपछि उसलाई के भयो 2-4 पैसा दिन लोभ लाग्यो। अनि भन्यो साधु बनियाले भन्यो हामी वैद्य हजुर लहरा पत्ता ल्याएर जडीबुटी ल्याएर आएको छौँ त्यही भएर गरेको भगवान भगवानले तथास्तु भनेर पठाइदिनु भयो आफूले। हेर्नुहोस् हामीले जस्तो म त कस्तो दुखी छु भन्दै हिँड्न भन्नुहुन्छ भने सधैँ दुखी हो क्या त्यो मान्छे। म सधैँ सुखी छु भन्दै हिँड्नुहोस् त सधैँ सुखी छ कि मान्छे होइन र? अलि रोग व्याध कष्ट भनेको आफ्ना पूर्वजन्मका संस्कारले पाउने कुराहरू हो। आज हुन्छ भोलि हुँदैन के हाल्नुहुन्छ र सबै सकिहाल्छ धन सम्पत्ति केही हुँदैन। कहिले फाल हुन्छ कहिले खोजी पाइँदैन। यही त भन्नु पहिले त आफ्नो धन सम्पत्ति हुँदा मात्रै मान्छेले